नमस्ते। आज हामी नेपालको कर्पोरेट कर इतिहासकै एउटा निकै रोचक र बहुचर्चित कानूनी लडाईँको चिरफार गर्दैछौँ। कुरा हो स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेड र ठूला करदाता कार्यालय अर्थात् एलटिओ बीचको। भर्खरै 2082 सालमा राजस्व न्यायाधिकरणले यो आर्थिक वर्ष 2073-74को आयकर विवादमा अन्तिम फैसला सुनाएको छ। सुन्दा एउटा सामान्य करको हिसाब किताब जस्तो लागे पनि यो खासमा आयकर ऐनको व्याख्या, कर्पोरेट खर्चको पहिचान र ब्याङ्किङ क्षेत्रले आफ्नो दायित्व कसरी पूरा गर्छ भन्ने विषयको एउटा ठूलो टेस्ट केस नै हो। ल आउनुहोस् यो अलि जटिल लाग्ने कानूनी विषयलाई एकदमै सजिलो भाषामा केलाएर हेरौँ। आजको हाम्रो छोटो रूपरेखा यस्तो छ। पहिलो, विवादको पृष्ठभूमि। दोस्रो, उपदान सम्बन्धी कानूनी लडाईँ। तेस्रो, शेयर निष्कासनको विवाद र अन्त्यमा न्यायाधिकरणको फाइनल फैसला। ल अब यसमा प्रवेश गरौँ। यो विवाद कति गम्भीर थियो भन्ने कुरा यो एउटा आँकडाबाटै प्रष्ट हुन्छ। ब्याङ्कले यस मुद्दाको पुनरावेदन दर्ता गर्दा करिब 21 करोड 90 लाख रुपियाँ बराबरको ब्याङ्क ग्यारेन्टी राख्नु गरेको थियो। यो पक्कै पनि सानो रकम होइन नि, होइन र? यसले के देखाउँछ भने यहाँ वित्तीय जोखिम मात्र होइन, दुवै पक्षको प्रतिष्ठा र कानूनी दाउ एकदमै उच्च थियो। दुवै पक्ष आफ्नो अडानमा कति कडा थिए भन्ने कुरा यही 21 करोडको धरौटीले नै प्रमाणित गर्छ। खासमा यो विवादको चुरो कुरो चाहिँ कहाँबाट सुरु भयो त? ब्याङ्कले आर्थिक वर्ष 2073-74को लागि आफ्नो करयोग्य आय करिब 1 अर्ब 98 करोड रुपियाँ डिक्लेयर गरेको थियो। तर जब ठूला करदाता कार्यालयले यसलाई हेर्यो, उनीहरूले कतिपय खर्चहरूलाई सिधै अस्वीकार गरिदिए र आयलाई संशोधन गरेर 2 अर्ब 10 करोड रुपियाँ पुर्याइदिए। हो, यही दुईवटा अङ्कबीचको जुन ठूलो ग्याप छ नि, यो सम्पूर्ण विवादको जड नै यही हो। अब यो मुद्दाले कति लामो समय लियो भन्ने सुन्दा तपाईलाई अचम्म लाग्न सक्छ। हेर्नुस् है, 2074 सालमा ब्याङ्कले कर विवरण पेश गर्यो। त्यसको पुरै 4 वर्षपछि बल्ल 2078मा एलटिओले संशोधित कर निर्धारण गर्यो। प्रशासकीय पुनरावलोकनमा समयमै टुङ्गो नलागेपछि 2081 सालमा यो मुद्दा राजस्व न्यायाधिकरण पुग्यो र अन्ततः 2082 सालमा आएर मात्रै यसले किनारा पायो। एउटा सामान्य कर विवरण कसरी 8 वर्ष लामो लिगल ब्याटल बन्न पुग्यो भन्ने यो एउटा गजबको उदाहरण हो। 1. विवादको पृष्ठभूमि। यो पुरै लडाईँको केन्द्रमा खास गरी एकाउन्टिङ र कर कानूनका दुईवटा एकदमै बेसिक कन्सेप्टहरू छन्, कटी गर्न पाइने खर्च र पुँजीगत खर्च। एकदमै सरल भाषामा भन्नुपर्दा, यदि कुनै खर्चले दैनिक व्यापार सञ्चालन गर्न मद्दत गर्छ भने त्यो खर्च कट्टी गर्न पाइन्छ, जसले सिधै कर घटाउँछ। तर यदि कुनै खर्चले भविष्यसम्म फाइदा दिने कुनै सम्पत्ति बनाउँछ भने त्यसलाई एकैपटक खर्च लेख्न पाइँदैन, त्यसलाई क्यापिटलाइज गर्नुपर्छ। अब आयकर ऐन 2058को यही कुरालाई कसरी व्याख्या गर्ने भन्नेमै ब्याङ्क र कर कार्यालयबीच ठूलो कुरा बाजियो। 2. उपदान अथवा ग्र्याच्युटी सम्बन्धी कानूनी लडाईँ। अदालतको कठघरामा दुवै पक्षका आफ्नै एकदमै बलिया तर्कहरू थिए। एकातिर एलटिओको तर्क के थियो भने ब्याङ्कले कर्मचारीहरूको उपदान दायित्व व्यक्तिगत रूपमा कसको कति भनेर नतोकी एकमुष्ट रूपमा कोषमा पठाएको छ, त्यसैले जबसम्म वास्तविक भुक्तानी हुँदैन यसलाई खर्च मान्न मिल्दैन। तर अर्कोतर्फ ब्याङ्कको स्पष्ट अडान थियो, हामीले यो रकम आन्तरिक राजस्व विभागबाटै स्वीकृत प्राप्त कानूनी रूपमा छुट्टै अस्तित्व भएको अवकाश कोषमा ट्रान्सफर गरिसक्यौं। पैसा आफ्नो हातबाट गइसकेपछि त यो वास्तविक खर्च नै हो नि, होइन र? र यसले कति गजबले प्रश्न पार्छ भने कानूनको अक्षरशः पालना कसरी गरिन्छ। आयकर ऐन 2058को दफा 24को उपदफा 2ले प्रश्न पारेको छ कि खर्च खासमा कतिखेर बेहोरेको मानिन्छ। यदि कुनै तेस्रो पक्षलाई रकम भुक्तानी गरिएको छ, त्यस्तो भुक्तानी गर्ने दायित्व रहेको छ र त्यसको भ्यालु यथार्थपरक ढङ्गले अनुमान गर्न सकिन्छ भने त्यसलाई खर्च मानिन्छ। कर्पोरेट ट्याक्समा लायबिलिटी ट्रान्सफरको सिद्धान्त ठ्याक्कै यहीँनिर आएर जोडिन्छ। यही कानूनी कुरालाई टिक्दै राजस्व न्यायाधिकरणले एकदमै लजिकल निष्कर्ष निकाल्यो। न्यायाधिकरणले डकुमेन्ट हेर्दा के भेटायो भने हुन त ब्याङ्कले एकमुष्ट रकम पठाएको थियो, तर भित्रपट्टि प्रत्येक कर्मचारीको नाम, व्यक्तिगत पहिचान र कसले कति पाउने भन्ने हिसाब एकदम प्रष्ट राखेर मात्र कोषमा जम्मा गरेको थियो। अवकाश कोष एउटा छुट्टै निकाय भएको र ब्याङ्कले आफ्नो वास्तविक वित्तीय दायित्व पूरा गरेको देखिएपछि न्यायाधिकरणले ब्याङ्कको तर्कलाई सही मान्दै यसलाई भ्यालिड खर्चको रूपमा स्वीकार गर्यो।
यहाँनेर एलटिओको दावी कानूनसम्म ठहरिएन। ल अब अगाडि बढौँ र हेरौँ यसले कसरी 3 शेयर निष्कासन विवादलाई जन्म दिन्छ। यो दोस्रो राउन्डको वित्तीय आकार हो करिब 2,56,00,000 रुपैयाँ। खासमा ब्याङ्कले आफ्नो पुँजी बढाउन शेयर जारी गर्दा यो रकम खर्च भएको थियो र ब्याङ्कले यसलाई व्यापारको अपरेटिङ कस्ट मानेर आयबाट कट्टी गर्न खोजेको थियो। यहाँ पनि विवादको खाडल उस्तै गहिरो थियो है। एलटिओले सिधै भनिदियो यो पुँजीगत खर्च हो, यसरी एकैपटक खर्च कट्टी गर्न पाइँदैन। उनीहरूको लजिक थियो शेयर निष्कासन भनेको पुँजी निर्माण गर्ने कुरा हो, तर ब्याङ्कले के भन्यो भने ब्याङ्किङ व्यवसायको प्रकृति नै यस्तो हो, नाफा कमाउन र नेटवर्थ बढाउन यो गर्नै पर्ने दैनिक प्रकृतिको व्यापारिक खर्च हो। पुँजी उठाउनु र पुँजीगत सम्पत्ति खरिद गर्नु एउटै कुरा हुँदै होइन भन्नेमा ब्याङ्कको ठूलो जोड थियो। त्यसैले यहाँको मुख्य कुरा के हो भने आयकर ऐनको दफा 21(3) ले पुँजीगत खर्चलाई कसरी डिफाइन गरेको छ। कानूनमा प्रष्ट लेखिएको छ पुँजीगत खर्च भनेको 12 महिनाभन्दा बढी फाइदा दिने कुनै सम्पत्ति प्राप्त गर्दा लागेको खर्च हो। कानूनको यही एउटा सानो परिभाषा नै यो सम्पूर्ण विवादको छिनोफानो गर्ने मुख्य हतियार बन्न पुग्यो। यसमा न्यायाधिकरणले फेरि एकदमै सूक्ष्म विश्लेषण गर्यो। उनीहरूले के औल्याए भने शेयर जारी गर्दा लागेको खर्च भनेको खासमा अनुमति शुल्क र शेयर रजिस्ट्रारलाई बुझाइएको सर्भिस चार्ज मात्रै थियो। यसबाट 12 महिनाभन्दा बढी टिक्ने कुनै त्यस्तो देख्न सकिने सम्पत्ति नै सृजना भएको थिएन जसको पछि गएर डेप्रिसिएसन वा ह्रासकट्टी गर्न सकियोस्। कानूनमा स्पष्ट नभएको कुरामा कर अधिकृतले अनुमानको भरमा खर्च काट्न मिल्दैन भन्दै न्यायाधिकरणले यसलाई पुँजीगत नभई विशुद्ध आम्दानीसँग जोडिएको सामान्य व्यापारिक खर्च नै ठहर गर्यो। 4. न्यायाधिकरणको अन्तिम फैसला। अन्ततः राजस्व न्यायाधिकरणले ठूला करदाता कार्यालयको त्यो संशोधित कर निर्धारण आदेशलाई पूर्ण रूपमै बदर गरिदियो। न्यायाधिकरणले स्ट्यान्डर्ड चार्टर्ड ब्याङ्कको दावीलाई 100% कानूनसम्मत ठहर गर्दै एलटिओले आर्थिक वर्ष 2073-74 को लागि गरेको निर्णय नमिलेको फैसला सुनायो र सँगसँगै सुरुमा राखिएको त्यो 21 करोड भन्दा बढीको ब्याङ्क ग्यारेन्टी पनि कानून बमोजिम फुकुवा गर्न आदेश दियो। समग्रमा भन्नुपर्दा ब्याङ्कले यो कानूनी लडाईँ पूर्ण रूपमा जित्यो। अब सोच्नुस् त यो फैसला केवल एउटा ब्याङ्कको जित मात्रै पक्कै होइन, यसले नेपालको आयकर ऐनको व्याख्यामा एउटा निकै महत्त्वपूर्ण नजिर बसालेको छ। अब हामीले सोच्नुपर्ने कुरा के छ भने आयकर ऐनको यो यति स्पष्ट र निर्णायक व्याख्याले भविष्यमा अन्य ब्याङ्क तथा वित्तीय संस्थाहरूलाई आफ्ना कर्मचारीको अवकाश कोष व्यवस्थापन गर्न र शेयर निष्कासन जस्ता खर्चहरूको लेखाङ्कन गर्न कसरी नयाँ बाटो देखाउनेछ। यो प्रश्न कर्पोरेट ट्याक्स प्रशासन र सिङ्गो ब्याङ्किङ क्षेत्रका लागि आउँदा दिनहरूमा पक्कै पनि निकै अर्थपूर्ण रहनेछ। यो जानकारीमूलक विश्लेषणमा अन्तसम्म साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद।